हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल हो। आज चाहिँ म र तेन्सीमा मेरो छोरी र मैले चाहिँ आज यहाँनिर भ्लग बनाउन आँटेको। त्यो पनि के को भन्दा चाहिँ बाख्राको। अनि यहाँ हाम्रो नानाले एउटा बाख्रा थुन्नु सकेको छैन। त्यो बाख्रालाई हेर्नुहोस् होला तपाईँहरू गाइस। हाम्रो नाना चाहिँ यहाँनिर छ। घोप्टो परिरहेको मात्रै देखाउँछु तपाईँलाई, अनुहार चाहिँ देखाउँदिनँ तपाईँलाई, घोप्टो परेको मात्रै देखाउँछु। अनि यहाँनिर चाहिँ पहिला चाहिँ म बाख्रा देखाउँछु। म र तेन्सीमा चाहिँ यहाँ भ्लग बनाउँदै गरेकोमा बाख्राहरूले हेरिरहनु भएको छ। यसरी राई बाख्राहरू पुरा छ। यी हेर्नुहोस् तपाईँहरूले हो। अन्त यहाँनिर हाम्रो नानाले बाख्रा बान्नु नसकेको बाख्रा चाहिँ यहाँ छ। गतिलो खसी छ। हेर्नुहोस् गाइस। म र तेन्सीमाले हेरिरहेको छु बाख्रालाई। यहाँनिर छ खसी दामी हो। यो चाहिँ अब सबै हाम्रो यहाँ नानाको हस्बेन्ड सुनिल दाजुले गर्नुहुन्छ। बाख्राहरूलाई घाँसहरू काट्नुहुन्छ। यहाँनिर छ नि बाख्राहरू पुरै छ यो खोरभित्रै। हेर्नुहोस् तपाईँहरूले गाइस, एकदम दामी छ बाख्राहरू। हेर्नुहोस् यी बाख्राको पाठाहरू छ हो। हेर्नुहोस् गाइसहरू, एकदम रहर लाग्दो बाख्राहरू छ यहाँभित्र चाहिँ। दामी छ बाख्राहरू। यहाँ भ्लगमा चाहिँ आज चाहिँ म र तेन्सीमा भन्ने मेरो छोरी आइरहेको छु। अन्त यहाँ आमामा खोर क्या दामी छ। अहिले चाहिँ सबै भित्र पसेछ। फेरि निक्लियो बाख्रा, फेरि निक्लियो। अनि यहाँ पर चाहिँ सुँगुरको खोर छ। सुँगुरको खोर छ। सुँगुर चाहिँ देखाउँ होला कि नदेखाउँ होला गाइसहरूलाई। आम्बो हाम्रो दाजुले उयो गर्नुहुँदैछ। यहाँनिर चाहिँ सुँगुरको खोर, सुँगुरहरू पुरा छ यहाँनिर। यहाँ तल चाहिँ कुखुराहरू घुमिरहेछ मलको थाकमा घुमिरहेको छ। अनि फेरि निक्लिएको छ यहाँ बाख्रा। हेर्नुहोस् क्या रहर लाग्दो बाख्राहरू छ। यहाँ चाहिँ हाम्रो सुनिल दाजुले गर्नुहुन्छ यो बाख्रालाई सबै घाँसहरू काट्नुहुन्छ गाइस। यहाँनिर चाहिँ बान्नु नसकेको खसी चाहिँ एकदम गतिलो खसी छ हो। बाख्राको पाठाहरू। ल आजलाई भिडियो यति नै हो। थ्याङ्क यू गाइस, थ्याङ्क यू।